आज हामी टप नेपाली एक्टर्सहरूको फर्स्ट फिल्म के रहेको थियो जान्ने छौँ। नम्बर 1 अनमोल केसी। अनमोल केसीले छड्के 2.0 क्याप्टेन जस्ता मास्टरपिस फिल्महरू दिएका छन्। ए मेरो हजुर 3 जेरी अन टप जस्ता हिट फिल्म दिएका छन्। उनको फर्स्ट फिल्मको कुरा गर्ने हो भने उनले होस्टेल फिल्मबाट नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेका थिए, जुन चाहिँ बक्स अफिसमा हिट रहेको थियो। भिडियो बनाएर ब्ल्याकमेल पनि मैले गरेको हो। होस्टेलको रुल्स एन्ड रेगुलेसन्स पनि मैले तोडे। तर त्योभन्दा पहिला पनि उनले साथी म तिम्रो नामको फिल्ममा एज अ चाइल्ड एक्टर काम गरेका थिए। नम्बर 2 पल शाह। पल शाह नेपालको सबैभन्दा धेरै फ्यान फलोइङ भएको स्टार मध्ये एक हुन्। उनले शत्रुगते मोहर म यस्तो गीत गाउँछु जस्ता हिट फिल्म दिएका छन्। उनीको डेब्यु फिल्मको कुरा गर्ने हो भने उनीले 2016 मा 9/4 बाट डेब्यु गरेका थिए र 9/4 बक्स अफिसमा हिट रहेको थियो। आखिर तिमी के चाहन्छौ? तिमी पागल भइसक्यौ। मान्छेले त्यही कुराको सपना देख्नुपर्छ जुन कुरा पुरा हुन्छ। तिम्रो सपना कहिले पुरा हुँदैन। तिमी यहाँबाट गइहाल, म तिम्रो कारण मर्न चाहन्न। नम्बर 3 दयाङ राई। दयाङ राई अहिलेको सबैभन्दा व्यस्त नायकका रूपमा चिनिन्छन्। उनले जारी, कबड्डी सिरिज, सेतो सूर्य, लुट जस्ता आइकोनिक मुभीहरू गरेका छन्। उनीको डेब्युको कुरा गर्ने हो भने उनीले नेपाली फिल्म इन्डस्ट्रीमा मेरो एउटा साथी छ भन्ने फिल्मबाट डेब्यु गरेका थिए। साथी खाना खाऊ, तल घुम्तीमा बोक्सीले तर्साउँछ भन्छन्। त्यसपछि उनले लुट, कबड्डी, लुट 2 जस्ता हिट मुभी गर्छन्। नम्बर 4 सौगात मल्ल। सौगात मल्ल नेपाली फिल्म इन्डस्ट्रीको भर्सटाइल एक्टरका रूपमा चिनिन्छन्। उनले थुप्रै कमर्सियल्ली सक्सेसफुल मुभिज अनि क्रिटिकल्ली अक्लेम्ड मुभीहरू गरेका छन्। अब उनीको डेब्युको कुरा गर्ने हो भने उनले कागबेनी फिल्मबाट नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेका थिए, जुन चाहिँ नेपालको वान अफ द बेस्ट मुभी मध्ये एक हो। खाना लाउन पुगेकै छ कि तर अलिक सोचे जस्तो चाहिँ छैन यार। अरू कुनै बाटो पनि त छैन। सबैजना त जस्तो मलेसिया जान कहाँ सक्छन् र। नम्बर 5 बिपिन कार्की। बिपिन कार्की पनि नेपाली फिल्म इन्डस्ट्रीको वान अफ द मोस्ट भर्सटाइल एक्टरका रूपमा चिनिन्छन्। उनले उनको स्विटर, हरि, सेल्फी किङ, लुट 2 अनि पशुपति प्रसाद जस्ता आइकोनिक फिल्महरू गरेका छन्। उनीको डेब्युको कुरा गर्दा उनले लुट फिल्ममा एउटा सानो रोलबाट नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गर्छन्। त्यसपछि छड्के फिल्ममा उनले लिड रोल गर्छन् र लुट 2 फिल्ममा पनि उनीको धेरै नै इम्पोर्टेन्ट रोल रहेको थियो। नम्बर 6 प्रदीप खड्का। प्रदीप खड्काले आफ्नो करियरमा कमर्सियलदेखि आर्टिस्टिक दुईटै टाइपका मुभीहरू गरेका छन् र एज अ एक्टर पनि धेरै नै इभल्भ गरेका छन्। उनीको राइज एन्ड फल माथि फुल भिडियो हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानलमा गएर हेर्न सक्नुहुनेछ। अब उनले आफ्नो करियरमा प्रेम गीत सिरिज, प्रकाश, पुजा सार्की जस्ता मुभीहरू गरेका छन्। उनीको डेब्युको कुरा गर्ने हो भने उनले एस्केप मुभीबाट नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेका थिए, जुन चाहिँ फ्लप रहेको थियो। गलाइसक्यो, भयो पुग्यो, सिकाउनु पर्दैन। आफू चाहिँ काम भन्छ, बिजनेस भन्छ, मोज गर्छ, उल्टै मलाई भन्ने। नम्बर 7 सुशील श्रेष्ठ। सुशील श्रेष्ठ नेपालको सबैभन्दा ह्यान्डसम एक्टर मध्ये एक हुन्। अहिले उनले एक्सन मुभिजहरू गरिरहेका छन्। उनीको डेब्युको कुरा गर्ने हो भने उनले होस्टेल रिटर्नबाट नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेका थिए, जुन चाहिँ हिट रहेको थियो। के को लागि सरी यार, एउटा केटीको लागि हामीले एकअर्कालाई कहिले पनि बुझ्न सकेन यार। नम्बर 8 आर्यन सिग्देल। आर्यन सिग्देलले अहिले धेरै फिल्महरू नगरे पनि एक टाइमका उनी वान अफ द टप एक्टर थिए। उनी चक्लेटी हिरोको रूपमा चिनिन्थे र उनले आफ्नो करियरमा थुप्रै हिट फिल्महरू दिएका छन्। तर उनीको डेब्यु फिल्मको कुरा गर्ने हो भने उनले चाहिँ 2007 मा किस्मत फिल्मबाट नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेका थिए। फेरि गाउँलेहरूबाट कुटाइ खोज्ने विचार छ? कुसुम, अब तिम्रो फोटो खिच्न मलाई क्यामेरा चाहिँदैन। क्यामेराले त रूप र शरीरको फोटो मात्र खिच्छ र त्यो एक दिन खुइलिएर पनि जान्छ। सो आजलाई भिडियो यति नै। तपाईलाई अरू कस्तो टाइपको भिडियो हेर्न मन छ त कमेन्ट गर्नुहोला। भेटुनेछ अर्को भिडियोमा अर्को सन्डेमा।